हामीले के काम गरिरहेको थियो लगइन गर्ने कुरा गरिरहेको थियौँ है रजिस्टर भयो एउटा पिएसमा एडमिन खोल्नु पर्यो अर्को एउटा अर्को यूजर भयो कैटेगरीज मैन्युफैक्चर प्रोडक्ट स्लाइड्स फीचर स्टक अब एड मेम्बर पनि बनाएको छ अब नर्मली युजर लगइन गर्नेतिर हामी जाने कोसिस गरिरहेको थियौँ हैन है त अब लगइन यो फर्म चाहिएन मेन पनि अहिले चाहिएन मेम्बर मोडेल चाहियो भेरिफाइड चाहियो है तर यो मेसेज चाहिँ लगइनको लागि चाहिएको छ कपी गरौँ हटाइदिउँ मेम्बरको लगइन अब मेम्बर लगइन हुँदाखेरि के गर्ने भन्ने कुराको प्रोसेस त यहाँ हो है के हुन्छ यो ल्यापटप लगइन प्रोसेस हो मेम्बर लगइन गर्ने प्रोसेस चाहिँ यहाँबाट गर्नु पर्यो हैन state server underscore post login यदि लगइन गर्ने कोसिस गरेको छ भने यहाँ हो नभए एरर मेसेज थियो त्यो चाहिँ सेट गर्नु पर्यो लगइन प्रोसेस पछि हुन्छ है र एउटा इम्पोर्टेन्ट कुरा के छ भने जुन हामीले पहिला गराएको थियो नि लगइन गर्नको लागि यो चेकअप यति चाहिँ गर्नु पर्यो हैन र पब्लिक कलर इमेल पब्लिक कलर पासवर्ड युजर नेम भनेको इमेल त्यसको इमेल पासवर्ड MP5 हुनु पर्यो त्यसको पासवर्ड स्ट्याटस 1 हुनु पर्यो अनि अर्को के छ स्ट्याटस 1 हुनु पर्यो एप्रुभ पनि 1 हुनु पर्यो हो अनि ठीक छ र disco find छ भने return true नत्र return false र जुन हामी लगइन प्रोसेस पहिला गरेको थियो त्यही नै हो यहाँ चाहिने त यति चाहियो new members login user क्लास गर्दिन तल मेम्बर गर्दिन रिप्लेस र मेम्बरको इमेल हुनु पर्यो पोस्ट भएर इमेल आउँछ हैन पासवर्ड आउँछ मेम्बरको लगइन चेकअप त्यस्तो छ भने मेम्बरको युजर नेम राख्ने कुरा गरिरहेको छ है यसलाई इमेल राख्नु पर्यो मेम्बरको प्रोफाइलमा जानु पर्यो नत्र
error message सेट हुन्छ भने यहाँ जाउँ रिडाइरेक्ट त गरेको छैन हैन के करले एक्जिट नचाहिने हो कि भन्ने सोचिरहेको थिएँ मैले यसमा त गरे जस्तो लाग्दैन मलाई गरेको छ र अब यसमा हेरौँ त्यो नगरिसकेसम्म नगर्नु पायो भने भन्ने कुरा हो रिडाइरेक्ट गर्नुपर्छ $is replace exit सिम्पली के हुनु पर्यो अब भने यसमा मेम्बरको इमेल मेम्बरको प्रोफाइलमा जाने कुरा भयो अब यसलाई हामीले लगइन भन्नु पर्यो मेम्बरको इमेल लेखेर चाहिँ मेम्बरको पासवर्ड लेखेर ल ठिकै छ यसो गर्नु मेम्बर डेटा इक्वल टु $_post member key members member data को email member data को invalid username यानी कि email address and or password दुईटी पनि हुन सक्यो या एउटा मात्रै पनि हुन सक्छ भन्ने कुरा हो है त लगइन गरिसकेपछि युजरले मात्रै मलाई जहाँसम्म लाग्छ लगइन गर्न मिल्छ यसको पासवर्ड के छ थाहा छैन है लगइन भयो प्रोफाइलमा भयो हो प्रोफाइलमा देखिरहेछ प्रोफाइलको प्रोफाइल प्रोफाइल कन्टेन्ट अब समरीहरू जस्तो दिने यताउता त्यो कामहरू चाहिँ गर्न सकिन्छ है मेन हाम्रो टास्कतिर लाग्यो हामीलाई आज के गर्ने कुरा गरिरहेको थियौँ एजेक्स होइन लगइन भएपछि मात्रै किन्न मिल्ने त्यसको लागि जस्तै मानौँ कि हामीसँग यहाँ बाई भन्ने बटन छ एउटा हो अरू डिटेलमा गयो भने एड टु कार्ट भन्ने छ हो अथवा बाई नाउ भन्ने त्यसमा त्यो भने ठिक होला त्यो भनेको मेरो विचारमा प्रडक्टमा होला भ्यूमा buy now
नर्मल्ली कुनै पनि प्रोडक्टमा गयो हैन, यहाँ पनि बाइ गर्न सक्छ अथवा डिटेलमा गएर बाइ गर्न सक्छ है। मैले सबैलाई एउटै बनाउँछु। अब मैले के बनाउँछु त भन्दाखेरि सबैलाई मैले म सबैलाई के गर्छु भन्दाखेरि यसको डिटेल बनाउँछु। जस्तै मानौँ कि यहाँनिर एउटा बाई बिटिएन भन्ने छ भनेपछि यसलाई के गर्नु पर्यो, क्लास चाहिँ बाई बिटिएन दिनु पर्यो हो। केही फरक पर्दैन। अब यो बटनमा क्लिक गरेको छ भने के गर्न दिनु पर्यो, प्रोडक्ट किन्न दिनु पर्यो हो। त्यसको लागि चाहिँ जुन हाम्रो मेन कन्ट्रोलर छ, मेम्बर कन्ट्रोलर, यहाँबाट अब किन्न दिनु पर्यो। जस्तै मानौँ कि मैले यहाँ के गर्न खोजिरहेको थिएँ, प्रोफाइल। प्रोफाइलमा मेन कन्ट्रोलमा हामीले राखेको छ इज लग्ड इन भनिरहेको छ हो। URL इक्वल टु साइटको लगइन है। यसलाई कपी गरौँ, इज लग्ड इन र मेम्बरको लगइनमा प्रब्लम। मैले गर्न खोजेको के हो भन्ने कुरा देखाउँछु। यहाँनिर वेलकम मात्रै आयो, लगआउट पनि छैन। त्यो केमा थियो भन्दाखेरि इन्क्लुड्सको एउटा हुन्छ होला मेम्बरको लगआउट, यसलाई सम्हाल्यो लगआउट। लगआउट आइरहेको छ, यहाँ क्लिक गर्नु त्यो लगआउटमा जानु पऱ्यो, लगआउट हुनु पऱ्यो होइन। एडमिनको कन्ट्रोलरको साइट कन्ट्रोलरमा जाम, लगआउट छ यतिले। मेम्बर कन्ट्रोलरको होइन, अहिले के गर्छ, मेम्बरको लगइन ठिक छ। प्रोफाइल भयो ल 1 2 3 4 5 है। अब सिम्पली प्रोडक्ट किन्नु पर्यो भनेपछि यो प्रोडक्ट किन्न सक्नु पर्यो, यो प्रोडक्ट किन्न सक्नु पर्यो हैन। त्यसको लागि के गर्ने, क्लिक गर्छ, तब के गर्नु पर्यो, उसले क्लिक गरेपछि कार्डमा हाल्नु पर्यो, तर लग्ड इन हुनुपर्छ ठिक छ। र बाइ डिफल्ट 1 हुनु पर्यो। त्यसको लागि चाहिँ हामीले के टास्क गर्नुपर्छ भन्ने कुरातिर म जान्छु अब हैन। सबभन्दा फर्स्टमा म साथीलाई ल्याउँछु है। शपिङ कार्टमा अहिले 0 देखाइरहेछ नि, यो 0 लाई चाहिँ मैले एउटा स्पेन हाल्छु। यसलाई मैले दिन्छु र यसलाई मैले आईडी इक्वल टु टोटल कार्ड आइटम्स भनेर दिन्छु कुनै डाउट छ यसमा। र यो ए ट्याग भित्र यसलाई मैले टोटल कार्ड अमाउन्ट भनेर दिन्छु दुईटामा है। कुनै डाउट नहोला साथीहरूलाई, त्यसले केही फरक पार्दैन, त्यो आइडेन्टिफाई गर्नलाई मात्रै मैले त्यहाँ दिए हो है। 0 र रुपैयाँ समथिङ आयो हैन। अब किन त्यसो गरेको त भन्दा जब हामी एड गर्छौँ तब त्यहाँ पनि आउनु पर्यो हैन। तर त्यसको लागि चाहिँ एजेक्सले काम गर्नु पर्यो। अब एजेक्स के हो त,
ग्रुप अफ एजेक्स ए सिंक्रोनाइज जावास्क्रिप्ट एन्ड एक्सएमएल भन्छ तर एक्चुअलीमा एजेक्सले गर्छ के जस्तो सिम्पली के गर्नको लागि हो भन्दाखेरि जस्तो हामी ब्राउजरमा हुन्छौँ हैन पेज रिलोड गर्नु छैन हामीलाई के गर्नु छ सर्भरमा रिक्वेस्ट पठाउनु छ र सर्भरबाट रेस्पोन्स लिएर फेरि के गर्नु छ क्लाइन्टमा दिनु छ अब क्लासिक वेब एप्लिकेसन मोडल एजेक्स वेब एप्लिकेसन मोडल ब्राउजरको क्लाइन्टले एचटीटीपी को थ्रुबाट सर्भर साइडमा पठाउँछ यसरी गइरहेछ अनि फेरि यसरी गइरहेछ एजेक्स इन्जिनले यहाँबाट काम गर्छ ठीक छ वेब और एक्सएमएल सर्भर जो छ जुन सर्भर छ त्यो भयो डाटा स्टोर ब्याकएन्ड प्रोसेसिङ हैन लेजेन्सी सिस्टम भनेको छ नि नर्मली यति कुरा बुझ्नु पर्यो कि जुन क्लाइन्ट छ त्यो क्लाइन्टको थ्रुबाट चाहिँ सर्भरमा रिक्वेस्ट पठाएर रेस्पोन्स लिने काम विथआउट रिलोडिङ होल पेज अनि पेज रिलोड गरेपछि मात्र रिक्वेस्ट जान्छ अनि आउँछ भने त थाहा छैन नि त पेज रिलोड नगरिकन जस्तो बढीभन्दा बढी फेसबुकले युज गर्छ साइडमा अपडेट गर्दा आउँछ क्लिक गऱ्यो भने लोड दिन्छ सर्भर देखाउँछ त्यो भनेको एजेक्सले गर्छ क्या हैन त्यही मात्रै अपडेट हुने अरू केही पनि हुँदैन कमेन्ट गर्दा त्यही मात्रै हुन्छ त्यो भने बढी एजेक्स गरेर हुन्छ किनभने युजरलाई अझै इन्ट्र्याक्ट गराइराख्नको लागि चाहिँ त्यो धेरै युजफुल छ क्या बाईमा क्लिक गऱ्यो भने सर्र के हुनु पर्यो बाई हुनु पर्यो हो अब त्यसको लागि चाहिँ जब भाइमा क्लिक गर्छ तब त्यो काम हुनु पर्यो भनेपछि सेक्युरिटी एजेक्स गर्नु पर्यो एजेक्स गर्नको लागि चाहिँ अब हामीले सबै क्लोज गर्छु हैन कहाँ हामीले त्यो राख्नुपर्ने छ भनेको म देखाउँछु म त्यसलाई इन्क्लुड्सको फुटरमा राख्छु है फुटरमा राखेपछि सबै ठाउँमा पुग्छ हामीले जावास्क्रिप्टबाट पनि गर्न सक्छौँ हैन जेक्युरीबाट पनि गर्न सक्छौँ एजेक्स अब जावास्क्रिप्टबाट गर्ने जमाना गइसक्यो जेक्युरीबाट गरिन्छ जेक्युरीको लागि जेक्युरी लाइब्रेरी फाइल चाहिन्छ जेक्युरी लाइब्रेरी फाइल छ तर मलाई लेटेस्ट चाहियो जेक्युरी सिम्पली जेक्युरी चाहिँ एजेक्स कम्प्लिट एजेक्स इरर एजेक्स यो त मेथड भयो त्यो भित्रको है सिम्पल काम कसरी हुन्छ भन्ने कुरा मैले $.ajax URL पठाउने कन्टेन्ट डकुमेन्ट.body है सिम्पल अब यो हेरेर पनि त्यति आइडिया आउँदैन हैन साथै राम्रो छ सजिलो बनाउँछु एउटा जेक्युरीको फाइल चाहियो त्यसपछि मात्र जेक्युरी गर्न सकिन्छ अस्ति नै हामीले गराएको थियो होला एक्चुअली जेक्युरी हो केमा गराएछ $document.ready फंक्शन अब जब डकुमेन्ट रेडी हुन्छ तब यो फंक्शन ट्रिगर हुन्छ हो सिम्पल कल हुन्छ है र कल गर्दाखेरि अब हामी के गर्छौं त यहाँनिर बल्ल टास्क काम गर्छौं हामीसँग साइटको इन्डेक्समा बाई बटन छ त्यसको नाम हो by-btn जब यसमा क्लिक गर्छौं तब काम गर्नु पर्छ भनेपछि .by-btn क्लिक फंक्शन हेरौँ है त क्लिक गर्दाखेरि फेरि यो फंक्शन कल गर्ने यो गर्न खोजेको के हो भने जुन हामीसँग डकुमेन्ट छ त्यो रेडी हुँदाखेरि यो फंक्शन ट्रिगर हुनु पर्यो भने यो कोड रेडी हुनु पर्यो जस्तै कसरी हुन्छ त भन्दाखेरि
यो रेडी छ भने लोडै गरेर आउँछ नत्र आउँदैन के हो लाग्यो चाहिँ तिमी लोड गरौँ क्लिक गरौँ इन्स्पेक्टमा जाउँ यसको कन्सोलमा हेरौँ रेडी छ स्क्रिप्ट भनेपछि यो फङ्सन रेडी भएर बसिरहेको छ अब त्यो फङ्सनमा पनि हामीले क्लिकमा गइसकेपछि के काम गर्ने भनेको त्यो कोडभित्र लेख्न क्लिक गरेपछि र सबैमा एउटा काम के गर्न जरुरी छ भने हामीलाई कुन चाहिँ प्रोडक्ट हो त भन्ने कुराहरू थाहा छैन त्यही भएर हामीलाई प्रोडक्ट अन्डरस्कोर आइडी इक्वल टु मलाई जहाँसम्म लाग्छ प्रोडक्ट आइडी होला हो यति चाहिँ राख्न जरुरी छ जहाँ पनि किनभने जुन आइटममा क्लिक गर्छौँ त्यो आइटमको प्रोडक्ट आइडी कति हो त भनेर थाहा हुन जरुरी छ किनभने उसले कार्डमा हाल्छ त्यो आइटम भनेको अब फिचर भन्ने कुरा फिचरमा पनि त्यही हाल्नु पर्यो प्रोडक्ट आइडी यो ठिक छ अनि प्रोडक्टको इन्डेक्समा जाउँ यसमा रोमा छ हालिदिउँ यसलाई रोको आइडी भन्नु ल यो प्रोडक्ट नै हो अनि अर्को म्यानुफ्याक्चरको भ्यूमा छ यहाँ जाउँ यसलाई पनि मलाई जहाँसम्म लाग्छ प्रोडक्ट नै हो आइडी अनि क्याटेगोरीमा जाउँ क्याटेगोरीको भ्यूमा पनि रोको आइडी नै हुन्छ अनि अर्को एउटा यो चाहिँ प्रोडक्टको आइडी मात्र हो कुनै डाउट छ यहाँसम्म छैन मैले सबैमा के गरेँ प्रोडक्ट अन्डरस्कोर आइडी भन्ने हालेँ किनभने यो आइटममा क्लिक गर्नु छ अब भनेपछि अब यो फुटरमा काम हुँदैछ भनेपछि हामीलाई के गर्नु छ ई डट प्रिभेन्ट डिफल्ट ई डट प्रिभेन्ट डिफल्ट भनेको कि ई डट प्रिभेन्ट डिफल्ट के गर्छ त्यसमा भएको डिफल्ट जुन छ नि लिङ्क त्यसलाई रोक्छ जस्तो हामीले यसमा क्लिक गर्दाखेरि ह्यास आइरहेछ नि रिलोड गर्छु अथवा यहाँ भन्छु अब आउँदैन केही पनि हुँदैन त्यसले एकदम ब्रेक के भयो उसले रोकिदियो प्रिभेन्ट गरिदियो अब के काम गर्ने त यहाँबाट प्रोडक्ट आइडी चाहियो भेरिएबल प्रोडक्ट अन्डरस्कोर आइडी इक्वल टु यसमा भएको एट्रिब्युटको म जे लेखिरहेको छु यो जिक्वेरी हो यसमा क्लिक गरेपछि त्यो प्रोडक्ट आइडी त्यहाँ आइरहेछ के आइरहेछ भने चाहिँ यहाँ कन्सोल डट लग प्रोडक्ट आइडी 5 आइरहेछ 7 आइरहेछ 6 7 5 5 आइरहेछ जुन क्लिक गरेर त्यो आइरहेछ हैन जब हामी बाई गर्छौं तब के हुनु पर्यो एजेक्स को काम हुनु पर्यो एजेक्स को लागि $.ajax हो यो भित्र प्यारामिटर हाल्नु पर्छ यो भित्र के प्यारामिटर हाल्नु पर्छ त भन्दा एउटा URL हाल्नु पर्छ कहाँ जाने टाइप हाल्नु पर्छ अनि अर्को चाहिँ डेटा हाल्नु पर्छ अनि बिफोर सेन्ड भन्ने फंक्सन कल गर्नुपर्छ र
सक्सेस भइसकेपछि के गर्ने भनेको एउटा फंक्सन कल गर्नुपर्छ र डेटा टाइप कसरी पठाउने भन्ने गर्नुपर्छ। बेसिक रिक्वायरमेन्ट यही हो। कुन URL मा रिक्वेस्ट गर्ने, डाटा पठाउँदा गेट मेथडबाट पठाउने या पोस्ट मेथडबाट पठाउने, डाटा के पठाउने, उताबाट रेस्पोन्स नआइन्जेलसम्म के गर्ने र रेस्पोन्स आएपछि के गर्ने र कस्तो टाइपको डाटा उताबाट सेन्ड हुन्छ। यति प्यारामिटर दिनुपर्छ। यो खालको स्ट्रक्चर हो। बेसिक भनौँ न, बेसिक भन्दा मिड लेभलको स्क्रिप्ट यो भयो। यसलाई अझै डिटेलमा पढ्न मन लाग्यो भने यहाँ छ, अझै छ। अब यसले त काचाकुचु पारेर दिएको छ, 1 by 1 टेस्ट गर्नको लागि दिएको छ। जस्तो URL छ, बिफोर सेन्ड छ, आइरहेछ। डन भनेको छ, हामीले सक्सेस राखेको छ है। टाइप URL डेटा भनेर पठाइरहेछ। त्यसपछि लास्टमा गएर यसको डट हालेको छ, डन। हामीले त यसैभित्र सक्सेस हालेका छौँ। डाटा यसरी पठाउँछ, यो URL मा यो टाइपमा पठाउँछ भनेर देखाइरहेछ। त्यो काम चाहिँ अब हामीले गर्ने हो। क्लिक गरिसकेपछि ठिक छ। अब यसमा जब हामी क्लिक गर्छौँ तब रिक्वेस्ट जानु पर्यो कुन URL मा जाने त हामीलाई त थाहा छ। URL मेम्बरको एड टु कार्ट भन्ने मेथडमा जानु पर्यो। डाटा कसरी पठाउने, पोस्टबाट। डाटा के पठाउने, प्रोडक्ट अन्डरस्कोर ID इज टु प्रोडक्ट अन्डरस्कोर ID भ्यालु एसाइन गरेको अघि भर्खरै गरिरहेको भ्यालु यो भेरिएबल भयो। यो भ्यालु यो जुन नेम छ उता पोस्ट हुँदाखेरि यो नाममा जान्छ। अब यो भ्यालु जान्छ प्रोडक्ट ID हो। यो प्रोडक्ट ID भयो, यो प्रोडक्ट। अब यो प्रोडक्ट ID र यो प्रोडक्ट ID ठिक छ, के भएको छ। यो प्रोडक्ट ID भनेको उता जाने नाम भयो, यो प्रोडक्ट ID भनेको यहाँको नाम भयो। यसलाई हामीले यो अन्डरस्कोर ID राखौँ, त्यो भनेको हामी क्लियर हुन्छ। अब यो प्रोसेस भयो। अब हेर्नु है, यसले के गर्छ। अब डाटा उताबाट रिसिभ गर्दाखेरि जेसन फर्मेटको रिसिभ गर्ने। जेसन भनेको थाहा छ, जावास्क्रिप्ट अब्जेक्ट नोटेसन। जस्तो हामीले PHP मा अब्जेक्ट जसरी बनाउँछौँ, जावास्क्रिप्टमा पनि हामीलाई अब्जेक्ट चाहिएको छ, त्यसको लागि जेसन हो। ठिक छ। योले जसरी मैले राखिरहेको छु यो सबै जेसन हो। जेसन स्ट्रक्चर हो, यो जेसन स्ट्रक्चर हो। यस्तो खालको हुन्छ। यो प्रपर्टीमा यो भ्यालु भन्ने हुन्छ कि जेसन HTML त्यस्तै लिमिटर हुन्छ। जेसन HTML हुन्छ। यसमा हेर्नुपर्छ, खोल्नुपर्छ। जेसन P भन्ने हुन्छ। जेसन P रहेछ, यहाँ रहेछ। टेक्स्ट और HTML XML जेसन स्क्रिप्ट जेसन P। त्यसको बारेमा डिटेल के हो अझै त्यति कुरा त मैले हेरिरहेको छैन। डेटा टाइप भनेर रहेछ, डेटा टाइप दिन सक्यो। यसरी टेक्स्ट HTML XML जेसन P र स्क्रिप्ट दिन सक्यो। अब हामीले के काम गर्नु पर्यो त भन्दाखेरि जब यहाँ क्लिक गर्छ तब उताबाट रेस्पोन्स आउँछ। अहिले मैले यहाँ के भन्छु भने उताबाट रेस्पोन्स नआइन्जेलसम्म console.log लोडिङ क्लिक गरेर लोडिङ भएर बसिरहेछ। ठिक छ। यो जेक्युरी लोडेड छ यिनीहरूलाई। अब लोडिङ भएर बसिरहेछ। जब उताबाट डाटा आउँछ तब सक्सेस हुन्छ अनि मात्रै बल्ल हामीले के गर्नु पर्यो, काम गर्नु पर्यो। अब उसले यो रिक्वेस्टमा पठाइरहेछ, के पठाइरहेछ भनेको यहाँ थाहा हुन्छ नेटवर्कमा। क्लिक गर्ने बित्तिकै रिक्वेस्ट पठाइरहेछ, तर इरर छ। के इरर छ, एड टु कार्ट भन्ने मेथड छैन भन्छ। रिक्वेस्ट त गयो सर्भरमा,
उताबाट रेस्पोन्स आइरहेको छैन। अब रेस्पोन्स आउनको लागि चाहिँ यसलाई हटाइदिउँ, यसलाई पनि हटाइदिउँ, इन्डेक्सलाई हटाइदिउँ, यो भिउलाई हटाइदिउँ, यो भिउलाई हटाइदिउँ, यो हटाउँ भने यसलाई चाहिँ हामीलाई चाहियो कन्ट्रोलर, मेम्बर कन्ट्रोलर। यहाँ चाहियो मेथड, त्यसको लागि लगइन हुनै पर्छ हो। के छ एड टु कार्ट हो। यसले अब यत्रो लोड गरेर दिने कुरो भएन हैन। सिम्पल ध्यान खोज्छु पहिला यो सक्सेस भएर उताबाट आइसकेपछि के गर्ने त भन्दाखेरि फलोट जे आउँछ डेटा क्लिक गरेर I am from add to cart। यसमा पर्दैन, यसबाट त जे हुने त्यही आउने हो। लगइन छैन भने छैन। अब आर्गुमेन्ट दिने होइन, उताबाट त पोस्ट गरेर आउँछ। आई एम फ्रम एड टु कार्ट भनेर आउँछ आइरहेछ। ए हामी डाइरेक्ट जेसन गरेर त्यो कारणले आइरहेको छैन। अब यसलाई हामीले जेसन इन्क्लुड गरेर पठाउनु पर्छ। त्यसको लागि के गर्ने त भन्दाखेरि डेटा मेसेज इक्वल टु भन्नु पर्यो कि आई एम फ्रम एड टु कार्ट मेथड र जहिले पनि के गर्नुपर्छ इको जेसन इन्कोड गर्नुपर्छ डेटामा। यो मेसेज भन्ने के हुन्छ त्यो फर्ममा हुन्छ। अब जेसन कस्तो बनाएर आउँछ हेर्नु, क्लिक गरिदिनु, यस्तो भनेर आउँछ। मेसेज भन्ने कीमा यो हाल्छ। अब त्यसलाई युज गर्न पाइयो, के भन्न पाइयो डेटा डट मेसेज भन्न पाइयो। डट मेसेज आउँछ। सर्भरमा रिक्वेस्ट गरेर आइसक्यो पिएचपीमा। पेज लोड भइरहेछ त, पेज त लोड भएको छैन। यहाँ याद गर्नु, पेज लोड भइरहेछ त, तर सर्भरमा गएर आइसक्यो रिक्वेस्ट। डाटाको युजै गरेको छैन नि अहिले त। डाटा त पठाइरहेको छ। यो डाटा भनेको त उताबाट जे आउटपुट आउँछ त्यो डाटा भयो। अहिले आउटपुट के बनाएको छ इको यति बनाएको छ। यसबाट जे आउटपुट बन्छ, जुन हामी फाइल भनौँ न जुन युआरएल रिक्वेस्ट गर्दा जे आउटपुट देखिरहेको हुन्छ नि त्यस्तै आउटपुट दिन्छ। आउटपुट यहाँ आउँछ। अब सक्सेस हैन, फंक्शन डेटा अलर्ट डेटा डट मेसेज भइहाल्यो। अब नर्मल्ली अब कार्डमा एड भयो या भएन, के काम गर्ने सबै काम यहाँ गर्नुपर्छ। एड टु कार्ड गर्नुपर्छ। अनि यहाँबाट एड टु कार्ड गरिसकेपछि चाहिँ अहिले नर्मल्ली अहिले हामीसँग छैन प्रोडक्टमा छ। आई एम फ्रम एड टु कार्ड। अब यहाँ क्लिक गर्नु, अहिले त लगइन छ युजर, त्यो कारणले के भइरहेछ पाइरहेछ। अब दिसको इज लगइन भनेको छ हो। इफ दिसको इज सेसन यही हो।
हो यो डेटा भन्नेलाई के गरौँ र यसलाई हो यदि सेसन छ भने stop for active cart मतलब you must log in to add your undefined message defines as तल your item is successfully added to your cart तेरो कार्टमा राख्यो अझ छैन त्यही पनि म्यासेज बनाएको एउटा सानो लग आउट गरे अरे त्यस्तो केसमा के गर्ने त यो मस्ट लग इन गरे जे पनि भयो कन्डिसन अब कार्टमा एड गर्नको लागि यहाँबाट काम गर्नु पर्यो कार्ट मोडल बनाएको छ कार्ट मोडल बनाएको छ है कार्ड्स की कार्ट कार्ड्स अझ हामी लगइन गर्छौँ हैन केसरी मा प्रोडक्टमा जाउँ सबै यहाँ जान्छौँ हामी सक्सेसफुली एडेड टु योर कार्ट भन्छ अब कार्टमा आउनु पर्यो त्यसको लागि चाहिँ उताबाट के आउँछ प्रोडक्ट आइडी के नाममा आउँछ पोस्ट पी__आइडीमा आउँछ के रहेछ त्यही गर्नु पर्ने के रहेछ पी__आइडी हैन यो चाहिँ यहीँको भ्यालु यो चाहिँ यहाँ बनाएको आइटम भयो त पोस्ट भन्ने मेथड हामीले बनाएको छ यहाँनिर माथि त्यो मेथड बनाएको छ त्यहीबाट पढाउँछु उसलाई अब हामीलाई चाहियो मेम्बर आइडी कसरी पाउनु त यो त इमेल हो अहिले नर्मल्ली हामीलाई इमेलले पाउँदैन है यसो गरौँ न कम्पोनेन्ट फङ्सनमा जाउँ त्यत्रो गरिसकेर चाहिँ हामीले मस्त काम गरेको पब्लिक स्टडी फंक्शन set member info के पास हुन्छ है त member equal to new member to condition equal to
चाहिएको छ हैन ठीक छ त्यसले के गर्छ मेम्बरको इन्फो एप्रुभ चाहिन्छ तर नगर्दा पनि केही फरक पर्दैन किन हामी कल गर्नलाई मात्रै हो लगइन गरिसकेपछि चाहियो कि त मेम्बरको इन्फो त लगइन गरिसकेपछि मात्रै काम गर्छौँ हामी र मेम्बर इक्वल टु फङ्सन्सको गेट मेम्बर इमेल किन चाहियो त्यसो भए त्यहाँबाट हालौँ है इमेल त पठाउनै पर्छ जस्तो लाग्यो लाग्छ मेम्बर कार्ड इक्वल टु न्यू कार्डको कन्डिसन इक्वल टु product underscore id equal to product id and member id equal to member को अनि अर्को एउटा हुन्छ मलाई जस्तो लाग्छ कार्डमा नम्बर मोड कति 0 मोड इक्वल टु कति 0 हुनु जरुरी छ भनेको मोड भएको छैन भनेको किन गरेको भन्दाखेरि जस्तो कार्ड डाटा इक्वल टु कार्डको फाइन एउटा मात्रै गर्छ हो भन्न खोजेको के भने अलरेडी उसले कार्डमा हालिरहेको छ कि छैन थाहा पाउनु पर्यो त्यसको लागि चाहिँ if dollar not card अलरेडी कार्डमा छ भने के गर्ने item is already यदि छैन भने के गर्ने त भन्दाखेरि कार्डको एट्रिब्युट्स प्रोडक्ट आइडी योग्यता प्रोडक्ट आइडी र योग्यता मेम्बर आइडी प्रोडक्ट आइडी र मेम्बर आइडी मात्रै दिए हुन्छ जस्तो लाग्छ यो दुईटा दिनु पऱ्यो क्वान्टिटी बाइ डिफल्ट 1 हो मोड 0 हो पोस्ट आफै हाल्दै स्टार्ट छ अब यहाँ गयो मलाई चाहियो आइटम इज सक्सेसफुली एडेड है अब पछि चाहिँ यो आइटम त हाल्यो हैन फेरि हाल्न खोजेन आइटम इज
अलरेडी इन यर कार्ट तपाईँ आइटम हाल्न खोज्यो भने आइटम हुन्छ फेरि हाल्न खोज्यो भने अलरेडी इन यर अब त्यो यहाँ अपडेट गर्नु पऱ्यो यहाँ क्लिक गरेपछि के गर्नु पऱ्यो हामीले फेरि भ्यू कार्ड दिनु पऱ्यो ठिक छ ल आज यति गरौँ है त ल हुन्छ भोलि चाहिँ हाम्रो टास्क के हुन्छ भन्दाखेरि कार्डमा हालिसकेकोलाई अब भ्यू कार्ड गर्ने त्यहाँबाट अपडेट गर्ने